हेलो साथीहरू, म चाहिँ आज यो कतिको थियो आज 20 गते डेटको यातायात व्यवसायीको उ थियो कि आन्दोलन। आज पब्लिक गाडीहरू चलिरहेको छैनन्, प्राइभेट, त्यही भएर रोड त खाली थियो तर यात्रुहरूलाई मार्का परेको छ। त्यहाँ देख्न सक्नुहुन्छ तपाईँ, तल देख्न सक्नुहुन्छ यस्तो भिड। यहाँ पठायो इन्टरनेट साथीहरूले अफलाइन लगेर लुट्ने काम भइरहेको छ, त्यही हेर्न सक्नुहुन्छ। आज खासै छैन तर पहिला पहिला भन्दै अहिले भन्दा टाइम भएको छैन, अफिस टाइम, त्यही भएर पनि होला। अफिस टाइममा हुन्छ भिड थियो। यस्तो छ साथीहरूले एक्सर्साइज गर्ने भने फ्रीमा आउन होला। पुरै नेचुरल इन्भाइरोमेन्टमा एक्सर्साइज गर्ने। यो चाहिँ रङ्गशाला बनिरहेको, त्यहाँ प्यारापिट बनिरहेको क्रिकेट स्टेडियम देख्न सक्नुहुन्छ कस्तो काम भइरहेको। मस्त काम भइराखेको छ गाइस। गेम पुरानोवाला हलै गयो। अहिले चाहिँ हामी ठ्याक्कै कुमारी क्लब पुगेका छौँ, तपाईँ देख्न सक्नुहुन्छ। त्यो ठुला गाडीहरू चलेको छैनन्, सार्वजनिक यातायात बस माइक्रोहरू बिहे रहेछ। कसको बिहेमा दुइटा गाडी चाहिँ गइरहेको रहेछ। केही प्राइभेट गाडीहरू, ट्याक्सी, बस, के अरे बाइक साइकहरू चलिरहेछन्। उता मामाहरू के गरेर सामान बढी लग्यो भनेर त्यसै पनि मामाहरू चिप काटिरहेछन्। त्यो बोका मामा सम्झिरहेको। सार्वजनिक यता चलेको छैन भनेदेखि कहाँ जाने हो यो गाडी? यो त चलिरहेको थियो है। ए सार्वजनिक नचले नि जाम त के छ त गाइजहरू, के गर्नु। यो बल्कु हो, बल्कु चोकको ताजा अवस्था देख्न सक्नुहुन्छ। यस्तो ताजा अवस्था त नभनौँ, अहिलेको अवस्था अन्त त्यही हो। जाने उतै छ अवस्था हालबाट आज ट्राफिक धेरै छ। आनन्द भइरहेको ट्राफिक बेला यो बल्कु हो तर त्यस्तै ऊ थियो। मयूर यातायात पनि चलेर यतापट्टि त एउटा यातायात पनि छैन। यहाँ पठाओ इन्ड्राइभवाला मात्रै हो।
कालीमाटीद्वारा सारा यातायात त्यति जाने पनि भयो। यस्तै खाली 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 राम्रै छ। यहाँ सानो दरेर विथ मामा, ठुलो दरेर विथ नेपाल टेलिकम। सानो धरेर विथ मामा, ठुलो धरेर विथ जाम खुलेको अवस्था सानो धरेर। यहाँ नत्र कत्रा गाडी हुन्थ्यो, एकजना भिड हो, बाइक मात्रै छन्, ठिक्क त्यहाँ छ, मान्छेहरू कहाँ छन् त? अन्त छ उ त्यहाँ त्यत्रो बाइक छन् त, हुन त त्यत्रो पैसा तिरेर सबै त कहाँ जान्छन्? इमर्जेन्सी काम पर्यो, मान्छे धेरै गाडीहरूको ठाउँमा बाइक मात्रै छ। यहाँ चाहिँ रहेछ कि यातायातको अभाव महसुस भएको चाहिँ। ओ मामा अब ट्राफिक प्रहरीले के गर्छ? ट्राफिक प्रहरीले के गर्छ? जनतालाई सहज ढङ्गले सवारी साधनको आवत जावतमा सहयोग गर्छ। यता पनि छ, यहाँ चल्थ्यो नि त गाडी। यो चाहिँ ट्रमा सैनिक कल्याणकारी भवन, यो चाहिँ ट्रमा सेन्टर भइरहेको छ। यो चाहिँ ट्रमा सेन्टर एउटै यो लामो भयो। यो चाहिँ वीर हस्पिटल। पठाएको साथीहरू नभएको त कहीँ छैन। एभ्री होयर एभ्री टाइम, रात होस् या दिन। यति साल पठाऊ त्यहाँ हेर। अब पठाऊ के भएर चाहिँ विरोध गर्ने? पठाऊ पठाऊ यत्र पठाऊ के गर्न पर्छ? अन्त पाइन्छ भनेर होला। यहाँ पनि छन्। यो चाहिँ रत्न पार्क हो भाइ, रत्न पार्क। यो चाहिँ भोटे बहाल, भोटा हिटी, भोटे बहाल, भोटे बहाल होइन, भोटा हिटी। तपाईँ देख्न सक्नुहुन्छ यहाँ दरबार हाई स्कुल। यहाँबाट भित्र गेट खुला छैन यहाँ, गेट त बन्द छ त। अब लड्डु कहाँ जाने? ए यहाँ रहेछ।
यतै म दरबार हाइस्कुलभित्र छिरिसकेको छु है गाइस। यहाँ म अब यहाँ पढ्छु, अब पढ्छु होइन पढाउँछु अब। तपाईँ पनि पढ्ने भए आउनु होला है यहाँ। म चाहिँ यहाँ दरबार हाइस्कुलभित्र आएको सयपत्री फुल खतरा छ। म चाहिँ अहिले यहाँको काम सकाएर यहाँ हिँड्न लागेको भाइ। जमलबाट यता यता पछाडिबाट यहाँ बस्दा बस्नु भयो। साथै चाहिँ झन् राम्रो छ कि जता पनि सेवा दिइरहेको छ। चढ्ने त अहिले कोही छैन। अहिले 8 बजी आएको भर्खर, 8 होइन 9 बजी है। गाडी त खाली देखिन्छ, मात्र त कस्तो के बाइक मात्रै छ। अन्ली बाइक मात्रै छन् गाइस। के गर्नु यो हाँस्य माइक्रोफोन गतिलो काम गरिरहेको छैन जस्तो लाग्यो। मैले के गर्नु त अब तपाईँले अब यहाँ यस्तो रिनोभेसन गरिरहेको रहेछ घन्टाघर। त्यो चाहिँ त्रिचन्द्र गाइड नेपालको कहिले त्रिचन्द्र भने यताबाट तल स्काई टावर जाने बाटो। ए घन्टाघर भने अब रिनोभेट भएर यो चाहिँ रत्न पार्क। यताबाट चाहिँ बागबजार जाने बाटो। अगाडिबाट सिधै अब यो कहाँ जान्छ, यहाँबाट बानेश्वर पनि जानु मिल्छ, पुतली सडक जानु मिल्छ, अनि झापातली जान मिल्छ, घुमेर फेरि भण्डारा जानु मिल्छ। लाइन यो यत्रो पेट्रोलको मार्यो। किन दरबार नतानी हुने पेट्रोलको लाइन लाइन तल मेरो तल आइपुगेको छ। यहाँ पेट्रोल लाइन छ यहाँबाट देखिन्छ। गाइस म धाना यहाँ तेल पेट्रोल हालेर आएँ। अहिले देख्न सक्नुहुन्छ यहाँ धरहराको यो शहीद गेट भद्रकालीमा तेल हालेको त्यहाँ राम्रो हुन्छ भनेर देख्न सक्नुहुन्छ तपाईँ। यस्तो छ सार्वजनिक यातायात बिनाको काठमाडौँ। ल यो चाहिँ धरहरा गाइस, कन्क्रिट धरहरा। यहाँ त मान्छे कोही थिएन नि त जाने हो। ल अब त त्यही फेरि त्यही दोहोरो बाटो हो के अरे कति देखाउनु तपाईँहरूलाई। अब यहीँ समाप्त गर्दै म चाहिँ यो उतातिर लाग्छु बल्बतिर।